नमस्कार, टीवी टुडे में अपने संपूर्ण गोटे की स्वागत है। हम चांद अखनम चितवन सौराहा की राष्ट्रीय निकुंज भीतर में परबला हाथी प्रजनन केंद्र में उपस्थित छी। एठाम हम सब बातचीत करब जे हाथी के कोना कऽ राखल जाय छै, कोना कऽ ओकरा सबके सहियार सब कयल जाय छै, की सब खुआल जाय छै। एठाम जेना सुने हाब अपने सब जे बच्चा जखन अपने सबके जे जन्म लै छै तो ओकर नामकरण सेहो होइ छै। लेकिन ई राष्ट्रीय निकुंज में जे छै से एठाम जखन हाथी जे के बच्चा जखन जे उत्पन्न होइ छै तकर बाद ओकर नामकरण सेहो कयल जाय छै। तो एठाम हम सब देख रहल छी जे अखन हाथी सब छै आ एकरा सबके सबके नाम जे छै से राखल गेल छै। एकटा मात्र एहन चितवन एहन स्थल अछि जे निकुंज जाहि ठाम से हरेक ठाम में जे छै से हाथी के ट्रेन कऽ पठाओल जाय छै। ओकरा सबके तालीम द कऽ हरेक ठाम में जे छै से सप्लाइड होवला एकटा ठाम अछि उ राष्ट्रीय निकुंज अहाँके जे चितवन छै ओइठाम। तो एठाम हम सब विशेष खास कऽ जे छै से हाथी के सहियार के बारे में जे छै से हम सब बातचीत करबनि। एठाम के जे प्रमुख हेता ओइ व्यक्ति संगे एठाम के अपने सबके दृश्य सेहो देखाबे के प्रयास करब जे निकुंज भीतर के जे अखन हाथी सबके देख रहल छी एकदम बान्हल गेल छै। छोट छोट बच्चा जे छै से देख में आबि रहल है। सबसे कहल जाय तो ई चितवन सौराहा के पर्यटकीय स्थल जे छै से अहाँके मुख्य जे पर्यटकीय स्थान मानल जाय छै ई राष्ट्रीय निकुंज के मानल जाय छै। तो हम सब एठाम के विशेष जानकारी जे छै से एठाम के आधिकारिक व्यक्ति से लेबे के प्रयास करब। हमारा बीच में राष्ट्रीय निकुंज हाथी प्रजनन केंद्र के प्रमुख छथिन, उनका संगे बातचीत करब नेपाली में। यहाँलाई स्वागत छ। धन्यवाद। खुशी व्यक्त गर्दछु। मैले के सुनेको छु भने के रे मान्छेको बच्चा चाहिँ जन्मिने बित्तिकै उसको चाहिँ छठियार हुने हैन, नामकरण हुन्छ, त्यस पश्चात चाहिँ उसको नामले मान्छे बोलाउँछ हैन। तर हाथी को पनि मैले यता सुनेको छु भने नामकरण हुन्छ, के छ अलिकति जानकारी गराइदिनु। हुन्छ हजुर। अब हाथी जन्मियो, हाथी जन्मिने बित्तिकै हामीहरूको परम्परा अनुसार अब भोज भत्तर अनिवार्य वनदेवी आमालाई पूजा गरेर र विक्रम बाबा जो यहाँको नजिकको चार देवताहरू हुन्छ तिनीहरूलाई जति सकिन्छ त्यति दिएर भोज भत्तर गरेर खुसियाली साथ मनाएर अनि त्यही पहिलो दिनदेखि हामीहरू 12 दिनसम्म 24 घण्टा पालो पहराको ड्युटी लगाएर गरेर उसलाई स्याहार एकदम निगरानी साथ गर्छौँ। त्यसपछि 12 दिनमा कार्यालय प्रमुखमा खबर गरेर 12 दिनमा हाम्रो नरङ हुने व्यवस्था छ। त्यो दिनमा कार्यालय प्रमुखबाट आएर नरङ पूजापाठ गरेर नरङ नामाङ्कन भएर नाम राखिसकेपछि त्यही नाम उहाँहरूको लागि केन्द्रित हुन्छ र त्यही नामले हामीलाई फलाना हाथी कुन छ भनेर ऊ फलानु यहाँ छ भनेर नामाङ्कन अनुसार बोलाउने गरिन्छ। 12 दिनसम्म भइसकेपछि बस 1 महिनासम्म पनि अलि निगरानी गरेर स्याहार गरेर हाथी चाहिँ 1 महिनापछि चाहिँ हामी चरीचरण गर्न माउ बच्चाहरू निकाल्छौँ। कसरी तपाईहरु यसलाई गाइडेन्स कसरी गर्नुहुन्छ, के तपाईहरु तालिम दिनुहुन्छ, अलिकता थोरै जानकारी गराइदिनु न। अब जन्मिसकेपछि पालन पोषण यिनीहरू अब सुरुदेखि 2.5 देखि लिएर 3 वर्षसम्म हामीहरू उहाँहरूलाई पालन पोषण एकदम राम्रोसित गरेर 3 वर्षमा हामी भाले होस् पोथी नियम छ भाले 3 वर्ष र पोथी 2.5 वर्षमा तालिम दिए। तर हामीहरू सरदर 3 वर्षको एभरेजमा भाले पोथी सबैलाई तालिम दिएर अनि तालिम भइसके पश्चात उसलाई 2-4 महिना फेरि अझै समय लिएर परिपक्व निर्भीक गाउँघर निकालेर निर्भीक बनाएर अनि पोस्टमा खटाइन्छ। पोस्टमा खटिसकेपछि पछि ठुलो हुँदै जान्छ र हामीहरू निकुञ्जको काममा लगाउने गर्छौँ। यसको खानपिन कसरी ख्याल राख्नुहुन्छ, कति कर्मचारी लगभग यसमा होला, के छ? अब हामीहरूको यहाँ चितवन राष्ट्रिय निकुञ्जको दरबन्दी अनुसार 50 वटा हात्ती भए पनि अब यहाँ त बरघट 60, 65, 70, 60, 65 यसरी भइराख्छ तापनि अब यो ठाउँबाट प्रत्येक निकुञ्जमा यहीँबाट हात्ती पूर्ति हुने व्यवस्था भएको हुनाले नेपाल अधिराज्यको एक मात्र यो प्रजनन केन्द्र भएको हुनाले अधिराज्यभरि यहीँबाट जाने भएको हुनाले कमी कमजोरीहरू भइरहन्छ, उत्पत्ति भइरहन्छ। तर वर्षेनी अहिले 4-5 वटा बिहाएकै छ, प्रजनन भएकै छ। 4-5 वटा वर्षेनी मैले तालिम गरेकै छु र निकुञ्जमा कामकाज लगाइराखेको छु। त्यो अनुसार
चाहिँ अब खानपिनदेखि लिएर सबै हामीहरू त्यही पर दिन हाम्रो नेपाल सरकारको स्केल 15 किलो धान, 1.5 किलो बिथा, 25 ग्राम नुन यिनीहरू खुवाएर र घाँस भुसाहरू चरिचरण एकदम निगरानी साथ गरेर अनि खुवाइपाइ गरेर पालन पोषणमा एकदम प्रतिबद्ध छ भन्नु पर्यो। कतिको चाहिँ दिनोदिन यता हेरिरहेको छु फेरि यो पर्यटकको चाहिँ क्षेत्र नै भइसकेको छ, पर्यटकीय स्थल नै भइसकेका छन्। कति दिनमा चाहिँ कति यता आउँछन् पर्यटकहरू हात्ती हेर्न अथवा हात्तीमा सवारी गर्ने? अब हाम्रो नेपाल सरकारमा त अब जति यो हात्ती प्रजनन तथा तालिम केन्द्र एक मात्र भएको हुनाले सौराहा भ्यालीमा जति पर्यटकहरू आउनुहुन्छ त्यो अनिवार्य रूपले र उहाँको गाइडहरूले गेस्टहरूलाई टुरिस्टहरूलाई यहाँ अनिवार्य रूपमा नै हात्ती प्रजनन घुमाउन ल्याइराख्नु भएकै हुन्छ र ल्याउनुहुन्छ अनिवार्य रूपले। त्यसकारण यहाँ पनि अब हल्का हात्तीको खानपान र कमजोरी वृत्ति विकासको लागि टिकट पनि काटेको सिस्टम राखिदिनु भएछ। अब कमजोरी भएको त्यही टिकटबाट चाहिँ आम्दानी गरेर हाम्रो प्रमुख सेना अधिकृतको आदेशअनुसार सानोतिनो अपुग भएको पैसा त्यही तालिमहरू यिनीहरू चाहिँ त्यही टिकटबाट लगाउने गरिन्छ र हात्ती प्रजननको ठाउँमा हात्ती हेर्नको लागि चाहिँ स्वदेशी 50, विदेशी 100 र विद्यार्थी सहुलियत 30 रुपियाँ गरेर हामीहरू टिकट काटेर पर्यटकहरूलाई घुम्दै दिँदै। कस्ता जनावरहरू अहिले चाहिँ त्यो हेर्नमा आउँछन्? कति लोप भइसकेका छन्? केही प्रभाव पनि यो वातावरणले गर्दा चाहिँ पारेको छ कि कसो? पारेको छ। अब यहाँ त हेरिराखेको छु हामी अहिले नै जस्तो 4 बजेदेखि 6 बजेसम्मको हाराहारीमा हरिण, मजुर, बनेल तपाईको जङ्गली हात्ती यहाँ वर्षेनी आइराखेकै हुन्छ। अहिले जस्तो 4 महिना लगातार आयो, अहिले 2-3 दिनदेखि आए छैन त अहिले नै हेर्न सक्नुहुन्थ्यो। जङ्गली हात्ती एक न एक आइराख्नुहुन्छ त्यो हिसाबले र बीचबीचमा गैँडाहरू पनि आउनुहुन्छ। त्यसकारण यहाँ हात्ती प्रजनन आउने पर्यटकहरू एकदम रमाउँछन् र कतिको हामीले सुनेको पनि छौँ जङ्गल ड्राइभमा घुम्यो त्यति देखेर, तर यहाँ हात्ती प्रजननमा आएर जङ्गली हात्ती, मजुर, बनेल, चितल यिनीहरू वन कुखुराहरू एकदम प्रशस्तै देखिराख्नु हुन्छ भनेर खुसी भएर पनि। च्यालेन्ज के छ यहाँहरूको? च्यालेन्ज के छ? मुख्य चुनौती के लागिरहेछ अहिले? अब यहाँको त मुख्य चुनौती अब त्यही जङ्गली हात्ती चाहिँ धेरै आइराखेको हुनाले र घाँस काट्ने बेलामा बाघहरूले पनि हाम्रो स्टाफलाई आक्रामक गरेको हुनाले अब त्यही हो, बाघ र त्यसबाट सुरक्षित साथ कामकाज गर्न सक्यो भने सुरक्षाको साथ त्यही हामीहरूको चुनौती सफल हुन्थ्यो कि भन्ने लाग्दछ। हस्, धेरै धेरै धन्यवाद। हम सब हाथी प्रजनन केंद्र के प्रमुख संगे बातचीत केलौं। एहिठाम कई चुनौती हरेक क्षेत्र में है, लेकिन इनका सबकी जे चुनौती है एहन चुनौती है कि जान के जोखिम जखन घास काटबाक लेल जाइ छै तखन एकटा भय आत्मा में रहे छै कि कतौसँ बाघ सिंह आबि कऽ कहूँ अटैक तऽ नहि कऽ देतै। बहुत एकटा चुनौती के विषय रहे छै हिनका सबके लेल। तत्पश्चात लेकिन अखन एहिठाम के माहौल, एहिठाम के दृश्य जे छै से एकटा अद्भुत अछि। एहन एहन ठाउँ पर जखन जे पर्यटक अबै छै तऽ एकटा अलग छवि मन में बैठ कऽ जाइ छै। एकदम नीक एहिठाम के जे छै से अखन दृश्य अछि। एहिठाम हाथी सबके कोना खुआल जाइ छै, की खुआल जाइ छै, केना सोहयार कयल जाइ छै, ओ संपूर्ण जानकारी जे छै से हमसब लेबऽ के प्रयास केलहुँ। छोट समय में अपने सबके देखाबऽ के प्रयास केलहुँ। ताहि के लेल अखन के लेल जे छै से विदा लेब। नमस्कार।